साल्पा पोखरीको एक राउन्ड भिडियो म गर्छु है। हेर कस्तो देखिँदो रहेछ यो सुरुको स्थान। यहाँबाट प्रवेश गर्ने सुरुको चाहिँ पूजापाठ गर्ने सुम्निमा पारुहाङको प्रतिमा 3 चुला किराती मिथक संस्कृतिसँग सम्बन्धित प्रतिमाहरू। पूजा गर्दा दायाँपट्टिबाट जानु पर्यो। यसरी जाँदा हाम्रो दायाँ हात चाहिँ यसरी हुनु पर्यो। कम्पाउन्ड छ यसमा सबै फुलपाती छर्दै छर्दै जानु पर्यो। सक्नेले 3 फनको नसक्दा 1 फनको पनि हुन्छ। तपाईहरु चाहिँ के 3 फनका हो? एक गर्नु एक बाँकी छ। ए हजुर हजुर तपाईहरुले 3 फन्का लाइसक्नु भयो है। हजुर हजुर यसरी म फटाफट हिँडेर भिडियो गर्दैछु। यो जहाँ देख्नुहुन्छ यो चाहिँ भक्तजनहरूले फुलपाती चढाउँदै गर्नु भएको हो। अहिले म दायाँ साइडबाट घुमिरहेको छु है। पहिला माथिबाट झरिन्थ्यो, यताबाट मुन्दुम ट्रायल मार्गले चाहिँ यता चेन्ज गरिया रहेछ। यताबाट आइन्छ अहिले। पहिला यहाँ पूजा गरिन्थ्यो, अहिले उताबाट गरिँदो रहेछ। यताबाट यस्तो देखिन्छ। फेरि म कर्मश हिँडिरहेको छु, एकदम फास्ट हिँड्दैछु। एकदम उपत्यका भित्र छ। यो पोखरीको निकास कहीँ छैन। अब स्रोत भनेको पनि खै देखिँदैन आँखैले चाहिँ, मूल स्रोत भनौँ न। प्रत्येक वर्षको कार्तिके पूर्णिमा, मङ्सिरे पूर्णिमामा भिड हुन्छ भक्तजनहरूको। यहाँ चाहिँ छेकियो बाटोमा त देखाउँछु। त्यो बेला बस्ने ठाउँ पाइँदैन, भिड हुन्छ। विभिन्न ठाउँबाट धामी झाँक्रीहरूको आगमन हुन्छ। प्रति टोली 100 जनाको हाराहारीमा हुन्छ। भनेपछि धेरैजना हुन्छ यहाँ बाटोभरि, मन्दिरभरि। ल हेर्नुहोस्, अहिले म 1 फनको पुग्न 1 फनको घुम्न लागिसकेँ। यहाँ पनि पूजा गरिन्छ है। ल यहाँ एक ठाउँ पूजा गर्ने, त्यसपछि फेरि निस्केर यता यो मन्दिर छ एउटा। यसले दायाँपट्टिबाट गएर खाली खुट्टा हिँड्दैछु म। फेरि गाह्रो छ हिँड्नलाई, यस्तोमा हिँड्नु परिरहेछ। यहाँ चाहिँ त्रिशूल र झन्डा रहेछ पोखरीको बीच ढुङ्गामा।
र मुख्य हुन त यो मुख्य र नमुख्य भन्ने हुँदैन, तर यहाँ चाहिँ निकै भिड हुन्छ। पछि निकै लामो समयसम्म चाहिँ सबैले चाहिँ पूजा गर्ने ठाउँ चाहिँ विशेष यही देखेको छु मैले। यो चाहिँ हामीले गरेको हो, हाम्रो परिवारले। अहिले जुन देख्दै हुन्छ, म फेरि निस्के। अब फास्ट हिँड्नु पर्यो। ढुङ्गाको पर्खाल छ, ढुङ्गाको कम्पाउन्ड छ। पुरै एक राउन्ड म दिँदैछु है। यहाँ पनि पूजा गर्ने एउटा ठाउँ छ। ल, भिडियो मार्फतै दर्शन गर्नु होला हजुरहरूले। घाम पनि लाग्यो है, यति चिसो ठाउँ छ। एकदम माथि लेक, त्यसमाथि उपत्यकाभित्र, र घाम नलाग्दा त अति चिसो। र बिहानीको समय झन् त्यस्तै अवस्था, त्यस्तै समय पर्यो भने झन् चिसो चाहिँ निकै खप्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ देखियो है। यो क्यामेराले चाहिँ पुरै नजिकबाट कभर गर्दैन, किनारै किनारै कस्तो अवस्था रहेछ भनेर जति क्यामेराले क्याप्चर गर्छ त्यति मात्र देखाउन खोजिरहेको छु। धुपी सल्ला, चिमल सायद होला, र अरू अन्य बोट बिरुवाहरू एकदम कडा कडा खालको देखिन्छ। यहाँ सास पनि बढिरहेको छ मेरो। यहाँ भक्तजनले चढाउँदै गर्नुभएको अक्षता, फुलहरू, कहीँ कहीँ धुपहरू देखिन्छ। यहाँदेखि चाहिँ राम्रो देखिँदो रहेछ है। एकचोटि म यहाँ अडिएँ, पर त्यसको पल्लोपट्टि भागमा पहिला मेला लाग्थ्यो। माथिसम्म ठाउँ छ त्यो मानेको पल्लोपट्टि। बाटो अहिले बन्द गरिएको रहेछ, नभए त्यहाँबाट सट्ट यसरी झरेर त्यहाँबाट सुरु गरिन्थ्यो। अहिले चाहिँ यसरी झरेर त्यहाँबाट सुरु गरिँदो रहेछ। ल, फेरि म घुम्न सुरु गरेँ। ल, एक फोनको पुर्याएँ मैले भिडियो। गले हो गले, अब यति भयो भइहाल्यो त। ल, धन्यवाद। ल।